यो शान्त आकाश, यो उडिरहेको चिल, दूरबाट हेर्दा सबै साधारण देखिन्छ, तर तल सहरले वर्षौंदेखि छोपेर राखेको एउटा सत्य पसारिएको छ। यो बन्चरे डाँडा हो। फोहोरको पहाड मात्र होइन, हजारौं कथाहरू दफनिएको एउटा खुल्ला किताब। हरेक दिन सहरले आफ्नो नदेखाइएको भाग यही पठाउँछ। मानिसका गलत निर्णय, नदेखिएको चर्या र दैनिक जीवनका हर अभाव सबै यही एउटा विशाल पहाडमा रूपान्तरण हुन्छन्। तर यस्तो लाग्छ यो पहाड फोहोरको होइन, हाम्रो विकृतिको पहाड हो। डोजरहरू आफ्नो धुनमा चलिरहेका छन्, न त उनीहरू थाक्छन् न त उनीहरू रोकिन्छन् नै, किनकि सहरले दिनहुँ ओइराइरहेको भार कसैले त सम्हाल्नै पर्ने भयो। मेसिनहरू चलिरहेका छन्, तर वास्तविक आवाज यस वातावरणको अन्तिम चिच्याट हो। यी अनुहार हेर्नुस्, यी कामदारहरू जसले फोहोर छान्छन्, अर्काको जिन्दगीको बाँकी भागबाट आफ्नो जीवन चलाउँछन्। सहर चकचके देखिन्छ, कारण यी हातहरूले फोहोर सम्हालेका छन्, तर ती हातहरू कहिले राम्रोसँग देखिँदैनन्, कहिले सम्मान पाउँदैनन्। यो बगिरहेको कालो पानी यो फोहोरको आँसु हो। यो जमिनभित्र, खोला मसिनामा र मानिसहरूको स्वास्थ्यभित्र पसिरहेको पीडा हो। यी बस्तीहरू, यी घरहरू, यी परिवारहरू सम्झौताका कागजहरूले वर्षौंदेखि झुलाइरहेका छन्। दुर्गन्ध, हावा, पानी सबै उनीहरूको लागि कहिल्यै नरोकिने चुनौती बनेका छन्। कति पटक उनीहरूले आवाज उठाए, कति पटक आफैलाई सुनाइयो, तर समाधान अझै टाढा कतै हराइरहेको छ। पछाडि हिमालहरू शान्त छन्, तर उनीहरूको छायाभित्र सहरको सबैभन्दा ठूलो समस्या मौन तर निरन्तर बढ्दैछ। हामीले बनाएको फोहोर, हामीले नै नदेखेको समस्या। बन्चरे डाँडा केवल एउटा डम्पिङ साइट होइन, यो चेतावनी हो। हामीले आजै सुन्नुपर्ने एउटा गहिरो सन्देश। फोहोरले होइन, समाधानले देश भरिनुपर्छ। हामीले बनाएको समस्या हामीले नै समाधान गर्नुपर्छ, किनकि भविष्यको पिँढीलाई यो पहाड होइन, यो सिकाइ चाहिन्छ। बन्चरे डाँडा हाम्रो वास्तविकता, बन्चरे डाँडा हाम्रो व्यवस्थाको नतिजा, तर अझै पनि हाम्रो परिवर्तनको सुरुवात हुन सक्छ। हजुर, यो धादिङ काठमाडौँ परेको? धादिङ धुनीबेसी नगरपालिका वार्ड नम्बर 1। ए हजुर, ए भनेपछि यो काठमाडौँदेखि त जोडिएकै भयो नि? काठमाडौँबाट नजिकै छ। हजुर, यहाँबाट अब 9 कति पर्यो टाढा? अब पर्छ कि अब यहाँलाई आधा घन्टा जति लाग्छ बाइकमा, होइन? हजुर, गाडीमा चाहिँ 45 मिनट जति हो। ए जानु न काठमाडौँ जानु, काठमाडौँ बराबर जस्तो सीधा पाइल जानु। सीधा पाइल है? यो रामकोट हुँदै जाने? रामकोट भीमढुङ्गा निस्किने कि के यो? यो बाटो निस्किन्छ भीमढुङ्गा? यही बाटो निस्किन्छ। ए यो गाउँ तपाईँहरू यहाँ पुर्ख्यौलीदेखि यही हो कि? परापुर कालदेखि है। यो यहाँको केही विशेषता के छ भने यसो बताइदिनुहोस् न हामीलाई। अब यहाँको विशेषता भनेको यो एकदम अति चाहिँ हावापानी, स्वच्छ हावापानी भएको ठाउँ, होइन? हजुर। अहिले अब फोहोरको कारणले अलिकति गडबडी भएको छ, होइन? ए यो बन्चरे डाँडा, त्यो बन्चरे डाँडा चाहिँ काठमाडौँ पर्यो कि धादिङ? यो त्यो जुन फोहोर फाले त्यो गहिरो छ नि, हजुर हजुर, त्यो चाहिँ धुनीबेसी नै हो, होइन? उडुले भन्छ त्यो ठाउँलाई। हजुर, पहिला पारीमा सिक्डोलमा फाल्यो, सिक्डोलमा फालेपछि अनि त्यहीबाट चाहिँ बन्चरे बन्चरे भन्यो। आएर त्यो फाल्ने ठाउँ चाहिँ धुनीबेसी नगरपालिकाको। ए त्यसले गरेर तपाईँहरूलाई के असर परेछ कि छैन यो बस्तीलाई? असर परेछ त, परेछ है? असर धेरै असर छ। स्वास्थ्य सम्बन्धी? स्वास्थ्य सम्बन्धी, हाम्रो श्वास प्रश्वास सम्बन्धी अब बेला बेला गन्ना आउँछ, पदार्थहरू आउँदा, होइन? अहिले पो अब चाहिँ अलिकति
जाडो सिजन छ र होइन त्यति छैन गरिबमा त बनाउँछ खाना खान नसक्ने अवस्थासम्म हुन्छ है गाह्रो छ तपाईँ गाह्रो छ एकदम गाह्रो अनि यो विषयमा अब यहाँ धेरै घरहरू त रहेनछ यता धेरै यहाँको सबैको भनाइ त के होला यहाँ पहिला त धेरै हो होइन ए हजुर अधिकांश चाहिँ अब त्यो कतिको अधिकरण प्रयोग भए ए हजुर होइन कति अब परिवार भन्न सक्ने अवस्था अलि धनीमानीहरू यसै गइहाले होइन त्यो भएको हो तर यहाँ त जनघनत्व निकै थियो पहिला त यहीँको जनघनत्वले यहीँ वरिपरिको जनघनत्वले यहाँ मावि चलेको पहिला ए मावि छ 300-400 विद्यार्थी हुन्थ्यो पहिला ए हजुर हजुर ए भनेपछि यता उत्तरतिर चाहिँ यो नुवाकोट पारी नुवाकोट हजुर कोल्पु खोला पारी नुवाकोट कोल्पु खोला वारी धारी यो के खोला भन्नुभयो कोल्पु खोला भन्छ कोल्पु खोला ए यो कहाँदेखि नुवाकोटदेखि नै आउने यो त उता नुवाकोटबाट आउँछ होइन यतापट्टिबाट यता काठमाडौँपट्टिबाट चाहिँ आउँछ हजुर दुईटा खोला आएर मिसेर अनि फेरि कोल्पु बाज तल आयो ए भनेपछि हजुरको जन्म स्थानै यही जन्मस्थानै अनि पहिला अलि पारी भएको थियो पारिपट्टि यो भूकम्प आएपछि यता आएको यो पहिलाको पाठक गाउँ तपाईँ बाल्यकाल हुँदाको पाठक गाउँ र अहिलेमा के कति परिवर्तन अहिले त अब विकास चाहिँ भयो होइन हजुर बाटोहरू चाहिँ कालोपत्रीहरू भयो यता त्यता भयो खानेपानीको पनि व्यवस्था राम्रो भयो हजुर बत्ती होइन सबै ठिक छ अब पहिला त्यो थिएन होइन हजुर अब पहिला अहिले सुविधा आयो तर अब यो फोहोरले गर्दा हामीलाई समस्या आयो बुझ्नु भएन कि प्रमुख समस्या चाहिँ फोहोर भयो नत्र भने हाम्रो यो त अति सुन्दर ठाउँ अब तल खोला पुल बनिरहेको छ अहिले होइन यो ठाडो जाने बाटो हजुर होइन त्यो पुल बनाएर यो बाटो पिच हुन साथ हाम्रो त काठमाडौँ सर हुन्छ यहाँ तर यति फोहोरको समस्याले गर्दा हामीलाई साह्रै मर्का छ त्यतिले भनेपछि तपाईँलाई यहाँबाट यता यो 3 पिप्ले हुँदै काठमाडौँ जानुहुँदा रामकोट जानु छिटो हुन्छ रामकोट जान्छ ए यहाँ हामी बाइकमा जाँदा त आधा घन्टा ठ्याक्कै भयो सिधा पाइला एकदम छोटो थियो अनि यता यो स्वास्थ्य संस्थाहरू यता के छ तपाईँहरूलाई सुविधा हाम्रो ती माथि अलिक पर पोखरा माथि छ हजुर वडा कार्यालय अन्तर्गत होइन हजुर हजुर हस्पिटल पोखरी चौर भन्ने ठाउँ छ हजुर पहिलाको 1 नम्बर वडामा होइन हजुर अरू सुविधा छ अब काठमाडौँमा हामी त प्रायः उपचार गरेर काठमाडौँ नै हो होइन अब यहाँ त त्यही स्वास्थ्य कि प्राथमिक उपचारसँग हुन्छ हजुर त्यही नै जो स्वास्थ्य शिक्षालाई शिक्षा पनि राम्रै छ यहाँ अब हाई स्कुलहरू 3-4 छ यो 1 नम्बर वडामा होइन हजुर एउटा ऊ पारीको 2 किलोमिटर भन्दामा एउटा यी माथाडा भइहाल्यो एउटा त्योभन्दा माथि छ हजुर हजुर हाम्रो चाहिँ पहिला यो 9वटा वडालाई चाहिँ अहिले दुईटा वडामा विभाजन गरेको छ 3वटा गाविस मिलाएर एउटा चाहिँ धुनीबेसी नगरपालिका बन्यो ए हजुर यो यता यो हाइवेसम्म टच छैन टच छ हाइवेसम्म हजुर पेसाले चाहिँ के गर्नुहुन्छ म टिचर हो पहिला होइन हजुर छोडेको 11-12 वर्ष भयो यही माविमै टिचर यही माविमै टिचर ए रिटायर हुनुभयो कि त्यसै छोडिदिनु भयो मैले चाहिँ अब त्यसै अब आफू अलि पहिलाको पर्यो होइन ए हजुर यो चाहिँ आधुनिक जमाना अनुसार अब चाहिँ किन हामीले चाहिँ त्यो शिक्षामा चाहिँ त्यति उ गर्न म्याच हुन सक्दैनौँ नि त्यो कारणले गर्दा मैले छोडेँ ए नयाँ चाहिँ जेनेरेसनले त राम्रो गर्छ नि हजुर त्यो हजुर कारणले म 7-8 वर्ष बाँकी हुँदै छोडिदिएको अहिले तपाईँले छोड्नु भएपछि राम्रो भएको कि छैन अहिले त छैन विद्यार्थी नै छैन बस्तीसम्म उठेर भयो त्यहीमा पनि अब यहाँ फोहोर गनाउँछ भन्छन् होइन यहाँ अलि विद्यार्थी रामकोट हजुरलाई थाहा छ रामकोट होइन 3-4 चाहिँ यो भन्जीपोखरी भन्ने ठाउँमा 3-4 चाहिँ गाडी आउँछ हाम्रो एउटा त यहीँबाट जान्छ ए 8 बजी प्रत्येक दिन यहीँबाट जान्छ त्यो माइल स्टोन भन्नेको चाहिँ ए हजुर नवीन ज्योतिको आउँछ भनेपछि अब त्यो निजी स्कुलहरूले गर्दा यहाँ बच्चा छैन यसै गाउँको बस्ती चाहिँ अब स्थानान्तरणले गर्दा यसै बच्चा कम भयो होइन यसमा पनि अलिअलि भएको बच्चा नि अब चाहिँ निजी स्कुलहरू लगाइदिन्छ त्यो कारणले अहिले बच्चाहरू अलिक कमी भएको छ त्यही ए यो डम्पिङ साइटको यो जग्गा चाहिँ के यो लिजमा लिएको हो कि यतिकै हो कि के हो यो पहिला अधिकरण गरेको सरकारले नै किनेको हजुर ए हुन्छ हस् तपाईँलाई धेरै धन्यवाद यो ठाउँको बारेमा केही जानकारी दिनुभयो सुन्दर राम्रो हावापानी होइन हजुर यहाँ खेतीपाती चाहिँ के यो यहाँ मकै हुन्छ हजुर होइन अब कोदो हुन्छ हजुर अब विभिन्न तोरीहरू हरेक गोली भेडा काउली जे लगाउँदा नि हुन्छ यहाँ अब पानीको पनि सुविधा छ हेर्नुहोस् एक धारा छ होइन ए पानीको पनि एकदम सुविधा छ हजुर हजुर तर हामीले जे गर्न सक्यो भने त्यो चाहिँ तरकारीहरू हामीले अन्त किन्नु जानु पर्दैन है
एकदम राम्रो छ। हस्, धेरै धेरै धन्यवाद। हस्, हस्, धन्यवाद हस्, यहाँलाई हस्, पनि। thank you। हजुर नमस्ते। हजुर नमस्ते। हजुरको शुभ नाम? मेरो नाम भक्तबहादुर तामाङ। हजुरको यतै हो घर? हजुर मेरो घर यहीँ सिधै यहाँ ठ्याक्कै यो पञ्चरीको अगाडि नै पर्छ 4 माइल अगाडि। ए हजुर। सबभन्दा यो धुनीबिसी नगरपालिका 1 को चाहिँ सबभन्दा कोल्पु खोलाकै छेउको चाहिँ घर भनेको हाम्रै हो। त्यहाँभन्दा तल घर छ। हजुरको जन्मस्थानै यतै हो? जन्मस्थल त खास त जन्मिया त मान्छे त म इन्डियामा हो। हजुर। हाम्रो बुवा इन्डिया लाउरे हुनुहुन्थ्यो पहिला, अनि बुवाले चाहिँ रिटायर भएपछि चाहिँ हामीलाई ल्याएर यहाँ राख्दा हो। बुवा बित्यो नि धेरै वर्ष। तपाईँको बाल्यकाल यतै बित्यो कि इन्डियामा? बाल्यकाल भन्ने सानैमा आएको हामी, जो सानैदेखि नै यतै भयो। जन्मिया मात्रै इन्डियामा। ए भनेपछि पहिलाको र अहिलेको यो ठाउँमा के परिवर्तन पाउनुभएको छ तपाईँले? परिवर्तन भन्नु हजुरको अब यस्तै हो, बाटोघाटो चाहिँ नभएको होइन, भएकै हो है। तर भए पनि बाटोघाटो भान्सार यो फोहोर ल्याएपछि तपाईँको बसी खानु चाहिँ नसक्ने नै भएको छ। किनभने साँझ बिहान तपाईँको झिँगा आउने, यता चिल उठ्ने, दुनियाँ दिवाना, अनि वस्तु भाउ पनि अलिकति वस्तु भाउले रोग लाग्ने, मान्छेलाई पनि अब यो खोलाको दूषित पानीले गर्दाखेरि त्यहाँ पनि हातगोडाहरू अब क्यान्सर सम्बन्धी पनि अलिकति बढ्दै भइरहेको छ यहाँ अहिले यहाँका स्थानीयहरूलाई। त्यो मार्फतमा अब त्यस्तै अब यो पहिलाभन्दा चाहिँ धेरै नै अब यो कोल्पु खोला धेरै नै लिचकले गर्दाखेरि थोरै प्राविधिक नै भएको छ। सबभन्दा प्राविधिक नजिकै मान्छे हुँदैन, हामी नै हो, यो एरिया हो। यसको लागि अब त्यही हो, हामी यो बस्नु चाहिँ अब लगभग 38-40 सालदेखि पछि आउँछ। ए इन्डियाबाट आएको त्यहाँ बुवाले ल्याइदिनु भएको। भनेपछि 40-42 वर्ष भइसक्यो यता बस्नु? हजुर हजुर, 42 वर्ष हामी आएकै यहाँ। अब यो ठाउँको चाहिँ तपाईँलाई मनपर्ने नपर्ने कुराहरू केही यसो बताइदिनुहोस् न। हुन त अब यो आफ्नै एरिया हो, मन नपर्ने भन्ने त कुरै हुँदैन। तर खास भन्दाखेरि यो फोहोरले गर्दाखेरि चाहिँ अहिले चाहिँ बस्नै नसक्ने स्थिति भएको हो। नत्र त ठाउँ त काठमाडौँबाट यति नजिकै भएको ठाउँलाई त अब त्यति नराम्रो ठाउँ चाहिँ होइन। यो फोहोरले गर्दा मात्रै अहिले नराम्रो हुनुभयो त्यति मात्रै। अरू सब ठिकै छ? हावापानी सबै राम्रो छ? हावापानी यता बाटोघाटो यताउति सबै ठिकै छ। 38 सालमा र तपाईँ आउँदा र अहिले विकास चाहिँ के भइरहेछ? विकास त तपाईँको भनिहाल्यो नि, यही बाटोघाटो मात्रै हो अहिले यो भएको भन्ने चाहिँ। नत्र भने विकास त यही अब मान्छेहरूले खेतीपाती गर्न पनि अब खासै अब त्यो त्यसैको प्रभावले गर्दाखेरि खेतीपाती पनि त्यति हुँदैन, त्यो पनि छोड्दै आइरहेछ। अनि मान्छेहरू अब आफ्नो घरै छोडेर अब विस्थापित भइरहेको छ कुनै कुनैहरू। हजुर, यहाँ फोहोर मैलाकै कारणले हो त्यो चाहिँ खासै त। अब बसी खानै नसक्ने भइसकेपछि अब विस्थापितै भइसकेको धेरै जस्तो। अनि अलिअलिहरू भएकोहरू चाहिँ आफ्नो बाध्यताले बसिरहेको छ। हुन्छ, हस्, तपाईँलाई धेरै धेरै धन्यवाद। हस्। हस्।